नमस्कार सम्पूर्णमा। टङ्कप्रसाद आचार्य नेपाल इतिहासको एक निडर र साहसी नेता हुनुहुन्थ्यो। उहाँको जन्म 1939 माघ 2 गते काठमाडौँमा भएको थियो। उहाँ सानैदेखि इमान्दार र साहसी स्वभावको हुनुहुन्थ्यो। देशमा राणाहरूको अन्याय र अत्याचार धेरै थियो। त्यो देखेर उहाँलाई धेरै दुःख लाग्यो र उहाँले प्रजातन्त्रको स्थापना गर्ने कुरा निर्णय गर्नुभयो। त्यो समयमा नेपालमा राणाहरूको धेरै कडा नियन्त्रण थियो। जनताहरूले स्वतन्त्रपूर्वक बाँच्न पाउँदैनथे, आफ्ना कुरा लेख्न पाउँदैनथे र आफ्नो हक अधिकारहरू माग्न पाउँदैनथे। त्यो यस्तो कडाइको बावजुद पनि टङ्कप्रसाद आचार्य राम्रोसित जनताहरूको लागि उभिनुभयो र आवाज उठाउनुभयो। उहाँले देशमा प्रजातन्त्र ल्याउने भन्ने सोच राख्नुभयो र त्यही सोचका कारण उहाँ र उहाँका साथीहरूले 1993 मा प्रजातन्त्रको स्थापना गर्नुभयो। त्यो नेपालको एक पहिलो राजनीतिक दल थियो। प्रजा परिषदले राणा शासन विरुद्ध आवाज उठाउने काम गर्थ्यो। प्रजा बढाउने र जनताहरूलाई सचेत गराउने र परिवर्तन सन्देश फैलाउन काम गर्यो। त्यो देखेर राणा शासनहरू डराए र टङ्कप्रसाद आचार्यलाई पक्राउ गरियो। उहाँलाई मृत्युदण्ड दिने निर्णय गरियो। तर उहाँ ब्राह्मण भएको कारणले उहाँलाई मृत्युदण्ड दिन मिलेन र उहाँलाई आजीवन जेल सजाय दिइयो। जेलमा जीवन निकै कष्टकर थियो। धेरै वर्षसम्म बन्दी जीवन बिताउँदा उहाँले आफ्नो विचार बदल्नु भएन। उहाँले देशमा एक दिन अवश्य स्वतन्त्रता आउने विश्वास राख्नुभएको थियो। उहाँको यही वर्णनका कारणले युवाहरू प्रेरणा भए। 2007 सालमा राणा शासनहरूको अन्त्य भयो र उहाँ जेलबाट मुक्त हुनुभयो र नेपाल प्रधानमन्त्री बन्नुभयो। उहाँले देश विकासमा धेरै काम गर्नुभयो। उहाँ सरल, इमान्दार र साहसी नेता हुनुहुन्थ्यो। उहाँको जीवनले देशका लागि सङ्घर्ष गरे सफलता अवश्य मिल्छ भन्ने शिक्षा दिन्थ्यो। हस्त, धन्यवाद, नमस्कार।